Hello everyone, Namaste Jurle, welcome back to my YouTube channel again in Maharati Magar for Meg Divis Thandeki, same vlog, same diris, गाउँले जीवनशैली भ्लग लिएर तपाईहरुको सामु फेरि उपस्थित भइसकेको छु है साथीहरु। अनि सन्चै हुनुहुन्छ साथीहरु? आई होप तपाईहरु पनि सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै फिट एन्ड फाइन छु भन्नुपर्छ साथीहरु। म चाहिँ यहाँ बिहानै माइत आको के म त्यसैले माइतबाट भ्लग स्टार्ट गरिरहेको छु साथीहरु। अनि तपाईहरुलाई के कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया होला है त साथीहरु। अनि म चाहिँ बिहानै किन आए त भन्दाखेरि चाहिँ यहाँ मकै डोराउने सुरु भइसक्यो नि त साथीहरु। त्यही भएर म चाहिँ मकै डोराइदिन आको, मकै डोराएर त सकिम। अब चाहिँ यहाँ सिमीमा थाक्रा हाल्नु बाँकी छ। सो म चाहिँ यहाँ चुहे कान आएको छु कि साथीहरु। त्यही भएर अहिले चाहिँ यहाँ भ्लग स्टार्ट गरिरहेको। मकै खन्दा व्यस्त भएर चाहिँ भ्लग स्टार्ट गरिन, भ्लग पनि बनाएन। म चाहिँ मकै डोराएर सकेर पनि अहिले गर्दैछु यहाँ थाक्रा काट्ने काम गर्दैछु साथीहरु। अनि तपाईहरुको नयाँ नौलो हालखबर के छ शेयर गर्नु होला। तपाईहरुको दैनिक कसरी बितिरहेको छ त्यो पनि शेयर गर्नु होला साथीहरु। अनि बजे चाहिँ एउटा सुति छन्, म चाहिँ यहाँ चाहिँ कानाको त्यही भएर भ्लग गरिरहेको छु। अनि मेरो भ्लग चाहिँ कसले कहाँबाट हेर्नुहुन्छ कृपया शेयर, सब्स्क्राइब, कमेन्ट एन्ड लाइक पनि गरिदिनु होला है त साथीहरु। र मेरो च्यानलमा नयाँ साथीहरु जुदिन आउनुहुन्छ भने तपाईहरुलाई पनि धेरै धेरै स्वागत छ मेरो आरती मगर भ्लग युट्युब च्यानलमा। र सब्स्क्राइब पनि गरिदिनु होला भन्न चाहन्छु। सो त्यही हो, नयाँ नौलो खबर त केही छैन। हाम्रो गाउँतिर चाहिँ अब फेरि मकै डोराउने दोस्रो चरण मकै खन्ने काम सुरु भइसकेको छ साथीहरु। सो आज चाहिँ अस्ति दिदीको गएँ, आज चाहिँ माइतको आएको छु। अझ एक ठाउँ छ माइतको खुन्न। अनि भोलि पर्सि कहिले जान्छु थाहा छैन। अब नजिकै भएपछि यस्तै हो नि त साथीहरु। आँखाले देख्छ मनले मान्दैन। आँखाले देख्दा देख्दै नदेखे जस्तो गर्नु भएन साथीहरु। सो त्यही भएर चाहिँ नजिक घरबार भएपछि यस्तै हो, दुःख पनि हुन्छ साथीहरु। अब के गर्नु, गर्नै पर्यो। मेरो घाँटी कस्तो गरेर आएको यस्तो छ। अनि यहाँ मेरो माइती गाउँमा चाहिँ एकदम ठुलो मेला लागिरहेको छ, बुद्ध जयन्तीको मेला। यहाँ चाहिँ तारो हान्ने, फुटबल खेल्ने काम सुरु भइसकेको छ साथीहरु। अनि नाच प्रतियोगिता पनि छ होला सायद। अनि छेलो हान्ने काम पनि प्रतियोगिता पनि हुन्छ है साथीहरु। सो तपाईहरु पनि हाम्रो गाउँको नजिक हुनुहुन्छ भने कृपया मेला हेर्न आउनु होला है त साथीहरु। अनि यहाँ के साथीहरु हेर्नुस् त कति दामी फुल फुलेको नि आमामा। यसरी यो फुललाई शिरमा सजाउन त मन छ कि साथीहरु। तर मैले चाहिँ यो यस्तो राम्रो पैसा हालेर फुलेको फुललाई टिप्न मनले मानेन साथीहरु। सो त्यही भएर चाहिँ यहाँ भ्लग बनाएर आएको छु के। जुनसुकै चिज पनि एकचोटि उसको बेला पैसा आउने बेला त ओहो नि साथीहरु। हेर्नुस् त यहाँ त माउरी त यहीँ बस्यो मरेछ कि क्या हो साथीहरु। माउरी त यही अड्केछ त। यहाँ चाहिँ मेरो माइतमा मेरो ठुलो बाबा दाइ बजे बस्नु हुन्छ नि त साथीहरु। त्यही भएर यहाँ चाहिँ मान्छे नभएर हरिबिजुक छ। त्यही भएर काम गरिदिन आइराख्छु कि म चाहिँ साथीहरु। मेरो छोराछोरी सुतेकै थियो, म आउँदा चाहिँ उठेर पनि स्कुल गयो होला सायद। अहिले फेरि म अनि जाने बनेको भन्ने बेर छैन साथीहरु। हेर्नुस् त कस्तो राम्रो फुल फुलिरहेको छ, यस्तो दामी फुल फुलिरहेको छ साथीहरु। अनि हाम्रो आजको मौसम चाहिँ यस्तो गरेको छ, अलिअलि घाम लागिरहेको छ। तलतिर गाउँ देखिरहेछ ठुलो। यता करेला पनि यस्तो भइसकेछ साथीहरु। यस्तो गरेको छ है अहिलेको हाम्रोतिरको मौसम चाहिँ। सो मेरो भ्लग हेर्दै जानु होला साथीहरु। म चाहिँ यहाँ चुहेको ठाक्रा काट्छु, मेरो भ्लग हेर्दै जानु होला है त। मैले चाहिँ आँसी नपाएर यस्तो काट्दैछु यता लाग्दैन जरा।
छोरी मान्छे नभएको घर साथीहरू यस्तो हुन्छ। छोरी मान्छे नभएको घर जताततै लथालिँदै। मैले चाहिँ अहिले खाजा खाँदैछु। खाजा पकाएर चाउचाउ पकाएर खाँदैछु। अनि थाक्रा पनि हालिसकेँ। यताउति घरतिर झाराको थियो नि त, त्यो पनि अलिअलि सफा गरिदिइसकेको छु। अनि अहिले खाँदैछु खाजा। एकदम भोक लागिरहेको छ मलाई चाहिँ। अनि बजेलाई पनि दिएको छु खाजा। मैले खाँदैछु। नानी बाबु आएको थियो, कता गयो थाहा छैन। म त खान्छु साथीहरू खाजा। मेरो खाजा आजको यस्तो छ। अब आलु हुनेर जाने हो साथीहरू। म चाहिँ भोक लागेको बेला काठो पिरो खान मन लाग्छ कि मलाई फेरि। सन्नाकन कोइला फेरि खासै पाकिसिना पो काँचै छ। बजीले खाजा खाने हुनुहुन्छ साथीहरू यहाँ। मेरो खाजा फेरि यस्तो छ है। मेरो आजको खाजा नुन लागेछ नि। म त पिरो हालेर खान्छौँ के छोप। सुप हालेर खान्छु। हेमा नाला पिरो पिरो छ। हाल हाल्थे कुन लागि लानेला भनेर। अझै खाने हो? अझै खाने हो? त्यो बन्दा थियो नि त सानो बन्दा हालेको। अब भर्खर जेठ लागेछ नि त। अरू पठाउन पो। फाइनल्ली साथीहरू हामी चाहिँ घर जान लागेको है। यो घोर्पे बोकेर यो चाहिँ मैले बाबालाई बुनिदिनु भनेर बुनिदिएर ल्याएको गुठोबाट। त्यही भएर अहिले लाँदैछौँ घरमा। बजेको ल्याउनुभयो। अब चाहिँ ठुलो बाबा हाल्छ नि कारकुच्ची। म त यो आलु बनाएको नि त। हिँड्ने खुरुक्कै आधासम्म आने जाने बेला कारकुच्ची हाल रे। के गरेको र त्यस्तो हाय। मैले चाहिँ दुईपट्टि जति आलु बोकेको छु साथीहरू। ल बस हामी त गयौँ। के हालेछौँ बाउसो जाँदै साथीहरू। हामी चाहिँ यसरी घोर्पेमा के हो बोकेर जाँदैछौँ घर भन्नु भएन साथीहरू। अहिले चाहिँ हामी जाँदैछौँ घरमा। बाटोमा आइपुगेको घरमा। आजको दिन पनि यस्तै गर्दै गयौँ साथीहरू। अनि तपाईँहरूलाई आजको दिनको मेरो भ्लग
कि कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु होला भन्दै अब चाहिँ भ्लग बन्द गर्छु साथीहरू। अनि भ्लग बन्द गर्नुभन्दा अगाडि चाहिँ तपाईँहरू जहाँ जुन जस्तो अवस्थामा भए पनि सधैँ स्वस्थ रहनु होला, मस्त रहनु होला, व्यस्त रहनु होला है त साथीहरू। आजलाई बाई बाई, थ्याङ्क यू फर वाचिङ माई भ्लग। बाई बाई, ल बाई बाई गर। मिठाई पनि कुन कुन तरिकाको मिठाई हो कि यस्तो खा 20 रुपियाँ अरे, अझ त्यसलाई खानु न पिउनुको मिठाई छ 20 रुपियाँ अरे साथीहरू।